बाबुराम भट्टराई पनि रवितिर। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफूले कहिल्यै पनि सत्तामुखी राजनीति नगरेको बताएका छन्। गोर्खा बजारमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले आफूले रूपान्तरणकारी र सेवाको राजनीति गरेको बताएका हुन्। आवश्यक पर्दाखेरि आफूले जुनसुकै अवस्थामा पनि राजनीति योगदान गर्ने उनले बताएका छन्। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई गोर्खा क्षेत्र नम्बर 2 मा प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाबाट प्रतिनिधि सभा सदस्य चुनाव लड्ने घोषणा गरेका छन्। उनले कर्तव्यबोधले आफूलाई जोखिमपूर्ण निर्वाचन लड्न बाध्य बनाएको पनि बताएका छन्। उनले आफ्नो हारजित ठूलो कुरा नरहेको बताएका हुन्। जुनसुकै दलमा भए पनि गोर्खाली जनताले मत दिनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ। नेता डाक्टर भट्टराईले आफूलाई गोर्खामा राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको सहयोग पनि रहने बताएका छन्। रासपाका नेताहरूले हाम्रो अभिभावक तपाईँ हो भन्दै आएको पनि उनले सुनाएका छन्। सहयोगबारे पछिल्लो समय रासपाका नेताहरूसँग कुरा भने नभएको उनको भनाइ छ। रासपाका साथीहरूले हाम्रो अभिभावक तपाईँ हो भन्ने गर्नुहुन्थ्यो, तपाईँ जस्तो अभिभावक प्रतिनिधि सभामा हुनु पर्यो भन्ने कुरा गर्नुभएको छ। मलाई त सबै पक्षका साथीहरूले सहयोग गर्नुहुन्छ जस्तो लाग्छ उनले भनेका छन्।